उहाँ चाहिँ हाम्रो नर्सब्रोको भेनाज्यू भेडालाई बिच हराउने है मैले दाइ भन्नु कस्तो छ गुड मर्निङ साथीहरू सबैजनालाई स्वागत छ फेरि एनदर डे अफ पेरिस। सो अलिअलि मच्छर खायो किन भन्दा राति झ्याल खोलेको थियौँ अनि मर्निङ भ्यू है यस्तो। हिजो नि यस्तै थियो तर अहिले चाहिँ पानी परिरहेको छ नि त, त्यही भएर हिजो राति चाहिँ बबालै पानी आइरहेको थियो अनि राति मच्छर ठोकेर पछि थाहा पाएर बल्ल उठेपछि यसो हेरेको त मच्छरले टोकेर रहेछ डेन्जर। अनि झ्याल खुल्लै थियो नि त अनि बाहिर त पुरै पानी आइरहेको रहेछ। सो केही भएन। अब मर्निङ जस फ्रेस हावा छ कि यहाँ चाहिँ। त्यसपछि हामी जान्छौँ आज कता जान्छौँ बरु हामी फर्स्ट डेस्टिनेसन चाहिँ ब्रेकफास्ट हाम्रो क्रोसन र अनि त्यही क्रोसान र त्यो लामो बगेट चाहिँ यहाँको एकदम अनि फेमस त्यसपछि हो। लगेर पिरामिड म्युजियम अनि हाम्रो भेनासँग मिटअप छ आज। अनि ह्याप्पी बर्थडे भेनाज्यू। अब बोरोले भेना भनेपछि मैले पनि भेना पऱ्यो होला होइन। सो दाई हो क्या दाइ भन्ने भेना एउटै हो। सो ह्याप्पी बर्थडे है दुवैजनाको। तर हामी सबैजनाको तर दाइ भने त बोरो भन्छ मेरो हामीले अर्को बोरो जस्तो लाग्यो अर्को दाइ भन्छ तर हामी बोरो भन्छ त्यस्तै बोरो चल्छ नि। डाँडा फर्क्यो नि त डाँडा। अब आजको प्लान पनि अझै लास्ट थियो। आज लास्टै धेरै प्लान छ। प्लान धेरै छ समय थोरै छ। तर एसएस चाहिँ फ्रान्समा चाहिँ गाह्रो रहेछ। ट्याक्सी पाउनु गाह्रो पायो भने पनि ट्रान्सपोर्टेसनमा। अनि बस चढ्यो भने बस पनि लाइक लङ रुट नजाने कि मालदामा एउटा चढेपछि कुन रुट जाने त्यही पुऱ्याइदिन्छ नि त। यहाँ त 2-5 मिनटको बाटोमा अर्को बस चेन्ज गर्नुपर्ने। मेट्रो पनि लाइक 1 किलोमिटर 2-3 किलोमिटर चेन्ज चढेपछि अर्को चेन्ज गर्नुपर्ने। कति गाह्रो क्या त्यो नयाँ मान्छेलाई चाहिँ एकदम गाह्रो। नयाँ मान्छेको लागि चाहिँ बस र ट्रेन चाहिँ नो वे। किनभने इभन के भन्छ अरे एसएस पाउने कति गाह्रो हुँदो रहेछ। टाइम लाग्छ ट्रेनमा अभियसली टाइम लाग्छ। बसमा पनि सेम टाइम लाग्ने रहेछ। अनि गुगल म्यापमा हेर्दाखेरि चाहिँ कस्तो देखाउनु रहेछ नि त ट्रेन प्लस मेट्रो प्लस बस मिक्स गरेर देखाउनु रहेछ क्या। अनि अब बसमा झर्नु पऱ्यो ट्रेन समात्न। अब ट्रेन स्टेसन जानु पऱ्यो टेरा टाइम लस भइहाल्यो नि। 5-10 मिनट त हिँडेर जानु पऱ्यो क्रस गर्नु पऱ्यो सिग्नल। अनि अब बोल्ट हामीले अहिले बोल्ट युज गरिरहेको छौँ है। अहिलेसम्मको रिलायबल चाहिँ बोल्ट नै छ। उबरले त अब हामी 4 जना हो भन्ने बित्तिकै सस्तो नो भनेर अनि क्यान्सल गरिदिन्छ क्या। बोल्ट पनि सस्तो पनि ठिकै भन सस्तो त्यस्तो होइन। उबर र बोल्ट एउटै बुलशिट ट्याक्सी सर्भिस। चाहिँ हामी गइन्छ बाहिर यहाँको बुझ्यो। अब मालदा भन्दा माहौल बुझ्यो। मान्छेले फ्रान्स भन्थ्यो होइन। फ्रान्स पनि देखियो फ्रान्स पनि देखियो के रहेछ कस्तो रहेछ कसैले केही भन्नु पर्दैन सबै बुझिसकियो। त साथीहरू एकैछिन हिँडियो है त। अब आज पिरो खाने होइन मिठो बच्चा छ मान्छेहरू। ए कता चौक मान्छे। आजको मेरो ड्रेसअप चाहिँ यस्तो छ मोटै। हिजोको भातले मोटो भयो। थ्याङ्क यू। जुम लेट्स गो। सो गाइस हामी चाहिँ यहीँ बसेको। यो चाहिँ बजेट फ्रेन्डली हो अनि रुमहरू नि त्यस्तो नराम्रो होइन एकदम ठिकै हो क्वालिटी। हामी सर्दी त हामीलाई के चाहियो सुत्नको लागि मात्रै आउँछ। चेक इन गऱ्यो अनि त्यसपछि राति 12 बजी आयो सुत्नु। अनि उठेर बिहान उठेर चेकआउट गऱ्यो भ्याइयो। अब चाहिँ बल्ल ट्याक्सी आयो। Thank you brother for coming.
अब चाहिँ लोभेरा म्युजियम भन्ने ठाउँ चाहिँ आयौँ है हामी यहाँनिर। ल साथीहरू हामी चाहिँ अहिले यो लुबेडा है के जाति म्युजियममा छौँ। जाऊ त्यहाँ। यहाँ उहाँ चाहिँ हाम्रो नरेश ब्रोको भेनाज्यू। भेनालाई बिचमा राख्ने के मैले चाहिँ दाई भन्छु ल। ल तपाईँ देख्न सक्नुहुन्छ यस्तो बबाल ठाउँ चाहिँ दामी रहेछ यहाँ चाहिँ गाइजहरू। A few moments later. ल गाइजहरू पानी आयो पानी पेरिसमा पानी आयो यहाँ आएर नि पानी जाडो भयो झन् मैले ज्याकेट लगाएर अब ज्याकेट लाउनुपर्छ। ए दर्क्यो त जेन्दर यहाँ दर्क्यो त पानी त। ल अब चाहिँ यो चाहिँ मेट्रोको टिकट कसरी लिने है त ठ्याक्कै यहाँबाट अन्डरग्राउन्ड रहेछ यहाँबाट चाहिँ टिकट लिने है त। त्यसपछि यहाँ पे गरेर पे गरेपछि यहाँ स्ट्याप गर्ने जाने है त। लेट्स गो। A few moments later. ल कार्ड पाइयो है कार्ड किन्यो जाऊ जाऊ यता यता जाऊ। यो नहुलेको हो ल यसरी भित्र छिर्ने हुन्छ त गाइजहरू देखिसक्नुभयो। अब म ल्याउ के झोला अब तल चढियो होइन चढ्ने भइयो। देख्ने बित्तिकै त्यो भिडमा हो क्या अझ नि त नर्को लागि यस्तरी ट्रेन आउँदो रहेछ है। अब चाहिँ गइन्छ ए यस्तरी बटन दिनु पर्ने रहेछ। बस्ने ठाउँ खालीमा बस्छ धेरै हामी चाहिँ धेरै जानु पर्दैन जानु दुईटा हो यहीँ उभिँदा हुन्छ उभिनै हुन्छ। जाउँ त्यहीँ बन्द यो यहीँ छोडिदिउँ। छोडिदेऊ यसले आफ्नो भिडियो पर्दैन यहाँ दाई उभिनुहुन्छ के हेर्दैन अब दुई स्टेसन मात्र यही पछाडिको स्टेसनमा क्यामेरा गऱ्यो हाम्रो आजको गाइड है दाई चाहिँ। यता गयो भने अर्को मेट्रोमा हो नि त यो। ल अहिले फेरि घाम लाग्यो हामी फेरि बाहिर आयौँ। अब हामी मात्रै भएको त हराउँथ्यो होला अब अलिकति सजिलो भयो। अब लु भर्खरै घाम लाग्यो भर्खरै पानी आउला। यति भनेको चाहिँ पोखरा र यहाँको मौसम चाहिँ लगभग एउटै हुँदो रहेछ। पानी र नानीको भरोसा हुँदैन सेम त्यही हो। ल ठिक छ अब जानुपर्छ बिस्तारै। अम्मा बाबा So guys, you can see we're at the shopping mall, big. Oh, amazing. It's so big here. जस यस्तो ठाउँमा चाहिँ यहाँ आएर चाहिँ टोइलेट पनि पब्लिक टोइलेट जताततै भेटिन्छ तर €1 चाहिँ तिर्नुपर्छ है साथीहरू। सपिङ मलभित्र के देख्न पाइन्छ है
साथीहरू यो चाहिँ मेट्रो स्टेसन हामी चाहिँ भित्र छिर्यो मेट्रो चढ्ने मान्छेको हाल यता स्टेसन चाहिँ A few moments later. अहिले कहाँ हो भन्दै नि त ल खै थाहा नै छैन मलाई त होटेल रोयल पोखरा रोयल पोखरा हुन्छ एउटा भाउ हुन्छ यहाँको मेन्युहरू चाहिँ यस्तो रहेछ यो यति पुरै खाइदिनु सक्यो अनि एम्बियन्स चाहिँ कडा छ नेपालमै आए जस्तो हुन्छ अब खाना चुज गरौँ नेपाली खाना खाली खाली होला नि हैन स्याङ्जाको टेबलको छेउ परे सबै ल दाल भात पावर 24 आवर भने यही है त सुरु भयो रिभ्यू चाहिँ अब मैले भिडियो बनाएर हालिहाल्छु क्या ल थ्याङ्क यू है त अब एकदम मिठो मिठो भयो खानेकुराहरू पनि एकदम फेमस त होइन है फेरि भ्लग बनाउँछु तर बल्ल नयाँ ल थ्याङ्क यू है त ल अब हामी चाहिँ खाना टन्न खाइयो हल्का पानी परिरहेछ क्या हामीले खाना आएको ठाउँ चाहिँ यही हो रेस्टुरेन्ट रोयल पोखरा है सो कोही पनि आउँदै हुनुहुन्छ भने यहाँ एकदम राम्रो छ कस्तो हेर न कस्तो मजाको रहेछ चार्ज नि गर्नु मिल्दो रहेछ मोबाइल नि चार्ज भयो अनि गजब रहेछ नि सो लेट्स गो टन्नै खायो है अब यस्तो यताको मजाको भ्यू हेर्दै जाँदै दाइ हामी चाहिँ अब कहाँ जानु लाग्यो अरे एन्भर्स चर्च हामी चाहिँ एन्भर्स चर्च जान आँटेको अब चाहिँ अब खाना टन्न खाइयो नेपालको स्वयम्भू जस्तो छ अरे त्यो ठाउँ चाहिँ सो लेट्स गो एन्ड सी भात जति जम्मै घट्ने भयो उकालो ओह्रालो भयो अरे बोरालाई दिन्न यार बोरो केही काम छैन यार छोडिदिएको त अहिले चाहिँ मेरो बुढीले मेरो लगेज बोक्दैछ लगेज धेरै ठुलो छैन तर ठुलै लगेज भयो भने मेरो बुढीले चाहिँ बोक्नलाई रेडी This is France, Paris. साइड बवाल लायो है ल बल्ल चाबी लाउने होला नि त चाबी भिड हो आमा ल यहाँ ठाउँ चाहिँ यही हो साथीहरू कडा भ्यू पेरिसको कडा भ्यू आज चाहिँ अलिकति मौसम नराम्रो भएको कारणले चाहिँ मौसम खुले छैन अलि सो इट्स लुक्स नाइस एनिवेज धेरै ठुलो नि यार लु अब यहाँ पनि घुमियो छोडिदेऊ क्या छोडिदेऊ यहाँ पनि घुमियो अब चाहिँ जानुपर्छ कता कता थाहा छैन ला हेर त दामी बिल्डिङ अगाडि अमेजिङ कडा बिल्डिङ यहाँ दामी अनि यहाँ चाहिँ हामी माथि चाहिँ गएन बिकज वी डोन्ट ह्याभ टाइम आउट अफ टाइम बट वी निड टु गो ब्याक टु माल्टा त्यही भएर चाहिँ हामी चाहिँ माथि घुम्दैन अब हामी तलपट्टि जान्छौँ घाँस भएको ठाउँमा सो वी विल टेक सम पिक्चर्स ओभर देयर एन्ड देन वी विल गो ब्याक टु
मोटा अब चाहिँ अर्को डेस्टिनेसन भन्दा सेम डेस्टिनेसन हो बट डिफ्रेन्ट भ्यू यो झोला बोकेर हिँड्न पऱ्यो भने लास्टै गाह्रो हुँदैछ सो जो पनि आउनुहुन्छ पहिला घुम्ने झोलासोला फाल्ने और 1 घन्टा यस्तो झोला बोक्ने नाटक नगर्ने आउने ल बिचारा दाइले चाहिँ हाम्रो लगेज बोकिदिइराख्नु भएको छ सो यो हो नि त बल्ल A few moments later. ल ल है दाइ हजुर धेरै धेरै धन्यवाद ल अब हामी यहाँबाट चाहिँ च्यात्तिन्छौँ है त हजुरले गर्दा धेरै सजिलो भयो ल पछि भेटौँला नि त है कुनै दिन ल हुन्छ हुन्छ ल बाई बाई ल ल हामी चाहिँ मेट्रोमा है मेट्रोमा एयरपोर्टतर्फ जाँदै इन्द्रो लागिसक्यो 20 मिनट भयो त्यसो अब त मेट्रोमा चढ्दा चाहिँ आयो है अहिले अब हामी लाग्छौँ अगेन आइयो हामी चाहिँ ओर्लीको एयरपोर्टमा अब चाहिँ हामी 15 मिनट बाँकी छ 7 बज्नको लागि सो पानी आइरहेछ यहाँ चाहिँ ल अब दाईको गिफ्ट पनि पाएँ थ्याङ्क यू दाई सबैलाई आइछ कि गिफ्ट पनि असम थ्याङ्क यू भेरी मच थ्याङ्क यू बाई बाई पेरिस पेरिस कि पेरिस हो तिमी बाई बाई है भन त थ्याङ्क यू अनि बाई बाई पेरिस भन बाई बाई पेरिस माल्टा कलिङ So guys, time to go home, and we really enjoyed France. Thing what we don't like was taxi service. Maybe it will get better in future, but when we were there, we didn't like it at all, the transportation services. So anyways, maybe it's our mistakes or whatever. We enjoy a lot. Thank you for watching guys, and now we'll be soon in Malta back to work. खै साथीहरू हामी चाहिँ आइयो ल थ्याङ्क यू अब चाहिँ च्यात्तिम सुत्न नि पर्यो नमस्ते भाउजू नमस्ते हजुर नमस्ते ल है त ल बाई बाई वेलकम टु Malta. वेलकम टु See you tomorrow. See you tomorrow morning at work. Bye bye. Bye bye.